हल्लाउन थाले ब्रो। याद छ तपाईलाई? किनकि त्यो टाइममा एक खेप मात्रै भुइँचालो आएको होइन, भुइँचालो आयो भने कहिले एक खेप आउँदैन। तिनीहरूको पनि एउटा लाइन हुन्छ, पहिला सबैभन्दा ठुलो भुइँचालो आउँछ, सेकेन्डमा कम्ती 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 गर्दै जान्छ। तर त्यो भुइँचालो चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ फर्स्टमा कडा आयो कडा आयो कडा आयो कडा आयो, सेकेन्डमा जुन चाहिँ आयो त्यो पनि कडा आयो। त्यतिखेर चाहिँ के भयो भन्दाखेरि चाहिँ त्यो दिक्षेन जुन चाहिँ अगाडि थिए नि, म पछाडि थिएँ नि, हाम्रो पछाडि जो थियो नि उनीहरू चाहिँ स्पिड कुदेर आएर मलाई पनि धक्का दिएर चाहिँ नि म दिक्षेनको त्यहाँ ठोकेँ, दिक्षेन लड्यो। अनि पछाडिको जुन चाहिँ केटाहरू छैन दिक्षेनलाई पनि यसरी टेकिराखेर गयो ब्रो। म पनि त्यहीँ छु दिक्षेनको छु, म लडिनँ, दिक्षेनसँग ठोकेर म त बाँचेँ। तर दिक्षेनको अगाडि कोही थिएन प्रोटेक्सन, तर ऊ चाहिँ के भयो लड्यो अनि उसको माथि टेकिकन गयो। फेरि दिक्षेन चाहिँ कस्तो खालको मान्छे थियो भन्दाखेरि नि, सोनाम दिक्षेन कस्तो थियो भन्दाखेरि चाहिँ हामीले जिस्काउने उसलाई नेम मिस्टर बिन भन्थ्यो। कस्तो थियो भन्दाखेरि चाहिँ लुते, ओभरै लुते, सिकुटे सिकुटे सिकुटे, खानै खान्थेन, लुते लुते भन्दा पनि पुरा लुते, ओभरै लुते। साँच्ची रेला चाहिँ गरेको होइन कि अहिले दिक्षेन मजाको भएको छ। तर त्यतिखेर स्कुलमा अरे म पनि फनी थिएँ स्कुलमा, मेरो पनि कान चुच्चो थियो, दाँत निक्लेको थियो, म पनि कपाल यस्तो गर्थ्यो, मान्छेले मलाई पित्ले भन्थ्यो, ओ पित्ले 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 भन्थ्यो। अघि जुन चाहिँ यहाँ दिक्षेनले भनिरहेको छ यसको आइब्रो छैन भन्दा साँच्ची रेला गरेको होइन कि। एक खेप चाहिँ मैले त्यतिखेर के गरेँ भन्दाखेरि चाहिँ नि ब्रो, मैले यस्तो हान्दै थिएँ यहाँ ब्लेडले, बुझ्यो? यस्तो हान्दा हान्दा पढेला यति साह्रो छोटो भयो कि लास्टमा के गरेँ, यहाँको पनि पढेला उडाइदिएँ, यहाँको पनि पढेला उडाइदिएँ। बिना पढेलाको म स्कुल गएको ब्रो, एसेम्ब्लीमा गएको ब्रो एक हप्ता जस्तो। अनि मलाई मेरो साथीहरूले के भनेर जिस्काउँथ्यो याद छ? पढेला नभएको मान्छे, पित्ले, त्यस्तो भन्दै जिस्काउँथ्यो। म पनि अग्ली थिएँ, अग्ली भन्दा त्यस्तो अग्ली होइन, तर अहिलेको हेरी चाहिँ ब्रो होइन, अहिलेको हेरी चाहिँ पहिला अलिकति जान्थेन नि त क्लास यस्तो उस्तो होइन ब्रो। अन्त मेरो साथी दिक्षेन ऊ चाहिँ कस्तो थियो भन्दा एउटा हरियो दामसुतो पिता आए आए दामसुतो पिता ऊ गर्छ नि, याद छ ब्रो? सेम त्यस्तो थियो, सेम त्यस्तो त्यो। कस्तो लुते छ ब्रो, ऊ पनि त्यस्तै लुते थियो ब्रो। सो उसको माथि चाहिँ सोच्नुहोस् न, भुइँचालो आउँदाखेरि मुनि पनि हल्लिरहेको, उसको माथि चाहिँ मान्छे मेरो त्यहाँ केटाहरूले साथीहरूले टेकिकन गएको ब्रो उसलाई। अब मैले सोचेँ ब्रो, ला प्यारालाइज